चितवन राइनस र सुदूरपश्चिम रोयल बीच भएको म्याच अत्यन्त जरुरी हो चितवन राइनसको लागि। चितवन राइनसले दुईवटा म्याच अझै बाँकी रहेको छन्, जसबाट आज एउटा म्याच खेलिरहेको छन् सुदूरपश्चिमसँग। सुदूरपश्चिमले अहिले टपको नम्बर 1 मा रहेको छन्। आज म्याच हारे पनि टप 2 मा फिनिस गर्छन्। उनीहरूले राम्रो जितको साथ अगाडि बढेको छन्। 5 वटा म्याचमा नै 5 वटा जित निकालेको छ सुदूरपश्चिमले। तर चितवनले खराब प्रदर्शन गरेको छ, मात्र 2 वटा जित निकाल्न सकेको छन् र अझै 2 वटा म्याच छन्। उनीहरूले जसरी भए पनि जित निकाल्नु पर्छन्। आज जित निकाल्न सकेनन् भने कदापि क्वालिफाईमा जान सक्दैनन्, जबकि क्वालिफाईमा चाहिँ एकदमै राम्रो अहिले कम्पिटिसन भइरहेको छन्, जसको बावजुद आज जित्न सकेनन् भने क्वालिफाई पनि गर्न सकिँदैनन्। कर्णाली, लुम्बिनी र पोखरा समेत धेरै टिमहरू, जनकपुर पनि रहेको छन् क्वालिफाईमा। आज भएको म्याच काठमाडौँ गोर्खास र पोखरा विरुद्ध काठमाडौँ गोर्खासले अग्रता हासिल गरेको छन्, साथै आज लागिरहेको छन् पोखरा एभेन्जर्स हार्छन्। तर चितवनलाई एउटा राम्रो समय पाएको छन् जित हासिल गर्नु र क्वालिफाईमा जानको लागि। सुदूरपश्चिमले हारे पनि टप 2 मा फिनिस गर्छन् र क्वालिफाईको पहिलो म्याच खेल्नेछन्। साथै चितवन राइनसले आजको म्याच जितेपछि राम्रो बाहुल्यता मिलेछन् र दुईटा म्याचमा एउटा म्याच हारे पनि क्वालिफाई गर्न समेत इजी हुनेछन्। तर आजको म्याच अत्यन्त जरुरी हुनेछन्, साथै आजको म्याच धेरै इन्ट्रेस्टिङ पनि हुनेछन्। टप नम्बर 1 मा रहेको छन्, सुदूरपश्चिमसँग म्याच खेलिरहेको छन् चितवन राइनसले। चितवन राइनसलाई जित निकाल्नु पनि धेरै गाह्रो हो, तर जसरी भए पनि उनीहरूले जित निकाल्न सक्छन्, किनभने उनी राम्रो टिम हुन्। चितवन राइनसले कुशल मल्लको टिममा एकदमै राम्रो जित र को अग्रताको साथ निस्किरहेको छन्। आजको जित उनीहरूलाई क्वालिफाई समेत गराउन सक्छन्, तर आजको हार उनीहरूलाई कदापि सहन सक्दैनन्। आज हार पाएपछि क्वालिफाईबाट बाहिर हुन पनि सक्ने सम्भावना बढिहाल्छन्। तर आज एउटा जित निकालेपछि उनीहरूले राम्रो जितको साथ अगाडि बढ्नेछन्। साथै द मोस्ट पपुलर कम्युनिकेटर आकाश चोपडा इन द टियु ग्राउन्ड, उनी चाहिँ आज आउनुभएको छन् टियु ग्राउन्डमा आएर। साथै उनी नेपालीहरूको लागि धेरै बधाई पनि दिनुभएको कि नेपालमा आएको छुन्। फर्स्टचोटि नेपाल आएको पछि उनलाई धेरै खुसी भइरहेको छन् कि नेपालमा पनि धेरै उनको फ्यान्सहरू रहेको छन्, जुनको उनको सधैँ भिडियो हेर्नुहुन्छन् र उनलाई सधैँ माया गर्नुहुन्छन्। यस्तो ठुलो कम्युनिकेटरहरू आउनु हाम्रो देशमा नै एउटा सौभाग्यको कुरा हो र साथै हाम्रो नेपाल प्रिमियर लिगको धेरै नाम चलिरहेको छन्। देश विदेशमा नै हाम्रो नेपाल प्रिमियर लिगको नाम रहेको छन्। अत्यन्त जरुरी र महत्त्वपूर्ण रहेको छन् चितवन र राइनसको लागि यो म्याच। चितवनले जसरी भए पनि जित्नुपर्छन्। आजको लागि यति नै। जय नेपाल।